जन्म भएको छ। राजा सुनीतिलाई भन्दा सुरुचिलाई चाहिँ मन पराउँदछ। राजाले के गर्ने? सुनीतिलाई भन्दा सुरुचिलाई मन पराउँछ। अब नीति कसले मान्छ चाहन्छ त मान्छ र कसैले? नीति चाहिँ के हुन्छ? कठोर हुन्छ, त्यसलाई मान्न चाहदैन। सुरुचि भनेको आफ्नो रुचि अनुसारले आफ्नो रुचिलाई त जसले नि पर्छ। सुरुचिलाई एकदम मन पराउँदथे। हो ती सुनीतिबाट चाहिँ ध्रुवको जन्म भएको छ। एक दिनको कुरा हो, राजाले सुरुचिको पुत्र उत्तमलाई काखमा राखेर खेलाउँदै हुनुहुन्थ्यो। खेलाइरहेको अवस्थामा त्यतिकै बेला सुनीतिका पुत्र ध्रुव पुग्नु भएको छ। त्यो सुनीतिका पुत्र ध्रुवलाई पनि पिताजीको काखमा बसेर खेल्ने मन लाग्यो। काखमा फुत्त बसेको त्यति बेला के भयो? कान्छी रानी सुरुचि आएर त्यो काखमा ध्रुवलाई हप्काउँदै भन्न थाल्नुभयो। के भन्नुहुन्छ? ए ध्रुव, हुन त त पनि राजकुमार नै हो, तर मेरो कोखबाट त जन्मिएको होइन। त्यसैले यो काखमा बस्न पाउने अधिकार तेरो छैन। यदि तँलाई साँच्चै राजाको काखमा बस्ने प्रबल इच्छा छ भने मेरो कोखबाट जन्मिनु पर्दछ भनेर। अब के भन्नुहुन्छ? तपसाराध्य पुरुषं तस्यैवानुग्रहेण मे गर्भेत्वं साधयात्मानं यदिच्छसि नृपासनम्। कति राम्रो कुरा गर्नु। के भन्नुहुन्छ? यदि यो राज्यासनमा बस्न चाहन्छस् भने हे ध्रुव, पहिला भगवान नारायणको आराधना गर, त्यसपछि मेरो कोखमा आइजा, अनि मात्र यो काखमा बस्न पाउँदछ। घरको बच्चा आफूको अवस्था त्यो छ, त्यो पहिले आराधना गर्ने, पहिले त्यो यो जुनी बित्ने, अनि त्यसपछि कहिले त्यहाँ आउने, अनि कहिले त्यहाँ गरौँ भने त्यहाँ कोखमा बसेर काखमा बस्न पाउने। हेर्नु त, कुरा त मनासिब छ, तर विचार पुर्याइएन। विचार नपुर्याइकन भनेको भए पनि तर ध्रुवलाई के लाग्यो? यो भन्ने लागेको छ। पछि त्यो पनि कुरा अनुमोदन गर्नुहुन्छ ध्रुवले। यस्ता प्रकारबाट त्यहाँबाट सुरुचिले त्यो ध्रुवलाई गलत्याएर निकालिदिन्। यस्ता सुरुचिका कठोर शब्द र दुर्व्यवहारले गर्दा राजा पनि केही पनि बोलेनन्। किन? राजा पनि सुरुचिको बसमा थिए, नीतिमा थिएनन्। नीति बिग्रिसकेको थियो। आफ्नो इच्छा अनुरूप हिँडिसकेपछि दुःख पाइयो। यस्ता प्रकारबाट ध्रुवले रुँदै रुँदै आएर आमालाई सुनीतिलाई सबै कुरा सुनाउनु भएको छ। सुनीतिलाई सुन्दा दुःख त लाग्यो, तर आँसु लुकाउँदै के भन्नुहुन्छ? मा मङ्गलम तात परेछु मस्त भुङ्क्ते गनो यत परदुःखदस्तत्। तिमी अर्काको अमङ्गल नचिताऊ, जसले अर्काको अमङ्गल चिताउँदछन् त्यस्ताको कहिल्यै पनि कल्याण हुँदैन। कुनै समयमा अरूलाई दिएको दुःख यस जन्ममा उसैबाट आफैले भोग्नु पर्दछ। नि चिन्ता नगर। ल भन्नु त, कति राम्रो कुरा गरेर सुनाउनुहुन्छ। सुनीतिले आफ्नो पुत्रलाई, ध्रुव भनेको के हो? सत्य हो। नीति भनेको पनि के हो? कठोर हुन्छ तर साथै हुन्छ नि, होइन त? त्यो ध्रुवलाई दुःख दिएको छ, त्यो सत्यले दुःख पाएको छ, त्यो पाउँदा पनि आफ्नो दुःख लुकाएर के भन्नुहुन्छ? यस्ता प्रकारको कुरा गरिसकेपछि आतिष्ठ तत्तात विमत ससस्वरं मुक्तं समात्रापि यदप्यनीतं आराधया धोक्षरपाद पद्मं यदिच्छसे धासनमुत्तमो यथा। के भन्नुहुन्छ? हे बाबु, तिम्री कान्छी आमा सुरुचिले भगवानको भजन गर भनेको कुरा सही हो, राम्रो कुरा हो नि त। द्वेष भाव छोडेर उनको उपदेश पालन गर, उनीप्रति द्वेष नगर, भगवानको भजन गर भन्ने कि छन्, राम्रै हो। ब्रह्मा एवं मनुले पनि भगवानकै आराधना गरेर उच्च पद प्राप्त गरेका हुन्। भगवानले तिम्रो पनि कल्याण गर्नुहुनेछ भन्नुहुन्छ। कति राम्रो।
यसरी सुनितिले सम्झाउँदै सम्झाउँदै जानुभयो। जाँदै जाने क्रममा ध्रुवलाई के आयो होइन, उता सौतेनी आमाले पनि भने कुरो तपस्या गर भन्नुभयो, यता माताले पनि के भन्नुभयो, हुन्छ त नि त्यो आमाले भनेको कुरा ठिकै छ, द्वेष भाव त्याग, भगवानको भजन गर भनेको राम्रो कुरा हो बाबु भनेर अनुमोदन गर्नुभयो। त्यसपछि अब ध्रुवले तपस्या गर्न जाने निश्चय गरेका छन् र आमासँग आशीर्वाद मागेका छन्। अब यस्ता प्रकारबाट सौतेनी आमाको कटु वचन मनमा बोकेर तपस्या गर्न वनतिर लागे। अब उनको परीक्षा गर्नमा नारद आफ्नो भक्त प्रहलाद के अरे ध्रुव यस्ता प्रकारबाट घरबाट निस्क्यो भन्ने कुरा परमात्मालाई थाहा भयो र नारदलाई त्यहाँ टुक्टुक्क पठाउनु भएको छ र नारद आएर त्यहाँ के गरेका छन्, परीक्षा, नारदजीले परीक्षा लिने काम गरेका छन्। के भन्छन् नारद भने, हे बाबु ध्रुव, तिमी कान्छी आमासँग नरिसाऊ, तिमी अहिले सानै छौ, साना केटाकेटीले के को मान के को अपमान, के विवेक के अविवेक यो भन्ने कुरा चाहिँ जान्ने अवस्था हुँदैन। त्यो दैवको गति बडो विचित्रको हुन्छ, उद्यमले त्यसलाई टार्न कठिन पर्दछ, त्यस कारणले गर्दा तिमी चिन्ता नगर भनेर नारदले ध्रुवलाई सम्झाइ बुझाइ गरिरहेको अवस्था छ। तर ध्रुवले चाहिँ के गरेका छन्, आफ्नो एउटा प्रतिज्ञा भएर अगाडि बढेको कारणले होइन म त तपस्या गर्ने हो, गुणाधिकार मुदम लेप्सेत अनुक्रोशन गुणानमा मैत्री समाना तन्निच्छते तापैर विभूयते। मनुष्यले आफूभन्दा गुणलाई देख्दा खुसी भएर नमस्कार गर्नुपर्दछ, आफू समानकासित मित्रताको हात बढाउनु पर्दछ र आफूभन्दा सानासँग स्नेह गर्नु पर्दछ। यसो गर्नेले कहिले कसैमा पाउनु पर्दैन। ल्याएर कति राम्रो कुरा हो। तिमी सानी आमाको कुराबाट, सानी आमाको कुरा मनबाट निकालेर घरतिर फर्क बाबु। यस्ता प्रकारले नारदले धेरै सम्झाइ बुझाइ गर्नुहुन्छ। सम्झाइ बुझाइ गरेर घर फर्कनको लागि आग्रह गर्दा गर्दै पनि ध्रुवले के भन्नुहुन्छ, दृढ प्रतिज्ञा भएका कारणले गर्दा के भन्नु, पदम त्रिभुवनोक्त कृष्ण जिगिशो साधुवात्ममे गुह्यस्मत् पितृभिर ब्रह्मन् नन्नैरप्यनधिष्ठितं। हे भगवान, म भगवानको आराधना गरेर त्यो पदमा अधिकार जनाउन चाहन्छु। ठिकै भन्नु, मैले केही द्वेष गरेको छैन। हे नारदजी, म के गर्न चाहन्छु, म भगवानको आराधना गरेर म त्यो पदमा आफ्नो अधिकार जमाउन चाहन्छु जो त्रिलोकमा सबैभन्दा श्रेष्ठ होस्, जहाँ आजसम्म कोही पुगेका नहुन्। अब हजुरले मलाई घर फर्कने होइन, त्यस्तो त्यो सर्वश्रेष्ठ पद प्राप्त गराउने उपाय बताउनुहोस्। यस्ता प्रकारका कुरा त्यो बालक ध्रुवका यस्ता प्रकारका परिपक्व कुराहरू सुनिसकेपछि नारद पनि साह्रै खुसी। परीक्षा गर्न आएको के भयो, विद्यार्थी सफल निस्क्यो अनि भन्नुहुन्छ, तिम्री माता सुरुचि र सुनितिले जुन भगवान वासुदेवको भजन गर्न भने त्यो कुरा नै तिम्रा लागि सबैभन्दा ठुलो र कल्याणकारी साधन हो। तिमीले मन लगाएर उनकै आराधना गर, यसैबाट तिम्रो कल्याण हुनेछ। संसारमा धर्म अर्थ काम मोक्ष मध्ये कुनै एक अथवा चारै पुरुषार्थ पाउन चाहनेले पनि भगवान श्रीहरिकै चरण कमलको स्मरण तथा सेवा गर्नु पर्दछ भनेर सिकाउनु भयो। अब तिमी यहाँबाट यमुना किनारमा रहेको मधुवन नाम गरेको वनमा जाऊ, त्यही बसेर तन मन वचन लगाएर भगवानको आराधना गर भनेर के गर्नुहुन्छ बताउनु भयो। आराधना गर्दा तिनै समय भनेको प्रातः मध्याह्न सायंकालमा पवित्र जलमा स्नान गरेर पवित्र आसनमा बस्नु। के गर्नु, पवित्र आसनमा बस्नु। पहिला हामीहरू बस्नु पर्दैन, स्नान गरेर आउँछौँ, शुद्ध भएर पवित्र भएर आयो, आचमन गर्यो, पवित्र शुद्ध आसनमा बस्नु।
बिस्तारै के गर्ने प्राणायाम गर्ने प्राणायाम गरेर पनि भयो है त्यस्तै पूरक कुम्भ गरे जग्गा पहिला चाहिँ के गर्ने पूरक पहिला सास तान्ने पुरा गर्ने अनि कुम्भक भनेको रोक्ने अनि फेरि रेचक भनेको छोड्ने यस्ता प्रकारबाट प्राणायामको अभ्यास गरेर इन्द्रिय मन एवं प्राणको दोषलाई चाहिँ के गर्नु समाप्त गर्नु प्राणायाम गरेर त्यो मन इन्द्रिय र प्राणमा भएको दोष हुन्छ नि त त्यसलाई के गर्ने हटाइसकेपछि अनि मनलाई भगवानको सुन्दर विग्रहको मूर्तिमा चिन्तन गराउनु भगवानको दिव्य छविमा मनलाई लगाउनु र के भन्नु के मन्त्र जप्नु ओम नमो भगवते वासुदेवाय यो मन्त्र जप गर्नु उक्त मन्त्रकै प्रयोग गरेर सबै प्रकारबाट भगवानको देश काल परिस्थिति अनुसार पूजन गर्नु सकिन्छ सबै कुराको परिपाक उपलब्ध छ भने गर्नु छैन भने जे चिज छ त्यसलाई परिचालन गर्नु जे छैन नि त्यही यही हो भने चढाइदिनु भगवानलाई त्यही रूपमा प्राप्ति हुन्छ कसरी प्राप्ति हुन्छ भन्नु हामीले जुन रूपमा पढाए त्यही रूपमा प्राप्ति हुन्छ यहाँबाट 1 क्विन्टल धान लगेर अमेरिका पठाइदिउँ भनेपछि त्यसलाई केमा पठाउनु पर्यो हामीलाई अमेरिकी डलरमा पठाउनु पर्यो त्यो धान लगेर लु भगवान यही होस् भनेपछि त्यो धान के गर्ने त्यो धान लगेर त्यो मिलमा बेच्यो मिलबाट पैसा आउँछ त्यो पैसा लगेर के गर्यो आइएमपी गर्दैछ उहाँ दिँदा त केही आउँछ आउँदैन त्यो भगवान पनि सारा सबै कुराको विधि व्यवस्था छ जे सकिन्छ त्यही तत्त चिजहरू गरेर व्यवस्था गर्नु सकिँदैन आफूसित त्यो सामर्थ्य छैन भने देशकाल परिचय परिकल्पना अनुसार सम्पादन गर्नु भनेर बताउनुहुन्छ ध्रुवलाई यस्ता प्रकारले ज्ञान दिइसकेपछि ध्रुव लाग्नु भएको छ यता फेरि नारदजी राजा कसको उत्तानपातको दरबारमा आउनुभयो र भन्नुहुन्छ हे राजन के छ खबर कसो छ भनेर सबै कुराबाट चिन्तित भइरहेका छन् राजा फेरि म आफ्नी श्रीमतीको बसमा परेर आफ्नो छोरा ध्रुवलाई त्यस्तो बोलात्याउँदा पनि केही पनि बोल्न सकिनँ बिहान भयो सुनिचिने पनि आफ्नो छोरा कहाँ हो के हो भनेर खोज्न थाल्नुहुन्छ सबै त्यहाँ हाहाकार भयो कहाँ हो त्यो अवस्था प्राप्त भइसकेपछि यता नारद आएर भन्नुहुन्छ हे राजा चिन्ता नगर ध्रुव भगवानको भजन गर्न मधुवनमा गएका छन् भगवानको कृपाद्वारा उनलाई दिव्यता प्राप्त हुनेछ तिमी केही पनि चिन्ता गर्नु पर्दैन भनिसकेपछि यता राजा पनि विश्वस्त हुन्छन् उता भगवानको भजनमा ध्यानस्थ भएका ध्रुव महाराजले के गर्नुहुन्छ भने आफूलाई परिपक्व बनाउनको लागि पहिलो महिनामा 3 दिनमा फल खाएर तपस्या गर्नु थाल्नु के गर्नु थाल्नुभयो 3 दिनमा के गर्नुहुन्थ्यो फलको ग्रहण गर्नुहुन्थ्यो त्यस्तै गरेर पहिलो महिना सक्यो अब दोस्रो महिना लाग्यो 6 दिनमा पात मात्रै खाने आफूलाई के गर्नु नियन्त्रण गर्दै गर्दै जानुभयो कि अब तेस्रो महिना लागिसकेपछि 9 दिनमा भयो भने जल मात्रै पान गर्ने अब 14 महिना भइसकेपछि 12 दिनमा केवल हावा मात्रै खान लाग्नुभयो जब 5औं महिनाको आरम्भ भयो तब के गर्नु सर्वतो मनाकृष्य हृदि भूतेन्द्रियाशयम् ध्यान भगवतो रूपं नाराकिञ्चन परम् यस्तो 5औं महिना भइसकेपछि प्राणवायुलाई आफूभित्र समेट्दै एक खुट्टाको घरमा उभिएर समाधि अवस्थामा नै भगवानको आराधना गर्न लाग्नु भयो लो हेर्नुहोस् यस्तो गर्न लागिसकेपछि देवताहरूको पनि श्वासको गति के गरिएको छ रोकिएको छ देवताहरू भगवानको शरणमा गएका छन् भगवानले पनि सान्त्वना दिएर पठाउनु भएको छ र आफ्नो त्यो प्रिय भक्त जहाँ तपस्यारत थिए
त्यही आएर भगवान श्रीहरि उभिनु भएको छ। भित्र दशको ध्यान गरिरह्यो, बाहिर आउनु वास्तै छैन, आज ध्यान गरिरहनु भएको छ। अब के गर्ने? भगवान श्रीहरिको हातमा के थियो? पाञ्चजन्य शङ्ख थियो। शङ्ख भनेको के हो? धर्म हो। यसले गरेर गालामा यसो छोइदिनु भयो, छोइसकेको यस्तो धर्म दर्शनले यसो शङ्खको त्यो चिसोले छोइसकेपछि यसो हेर्नुहुन्छ त भगवान श्रीहरि साक्षात् भित्र जसको ध्यान गरे नि तस्ताको तस्तै टुप्लुक्कै दुरुस्तै त्यस्तै पो देखिसकेपछि के भन्नुहुन्छ? योऽन्तः प्रवेश्य मम वाचमिमां प्रसोक्तां सञ्जीवयत्न गिरशक्तिधर स्वधाम्ना अन्यां सहस्रचरणश्रवणत्वया प्राणं नमो भगवते पुरुषाय तुभ्यम्। हे प्रभु, हजुर सर्वशक्ति सम्पन्न हुनुहुन्छ। हजुर अन्तःकरणमा प्रवेश गरेर सुतिरहेका इन्द्रिय सहित मेरो प्राणलाई पनि जगाइदिनु भयो। म यस्ता हजुरलाई प्रणाम गर्दछु। हे प्रभु, इन्द्रिय त्यस्तै सुखका एवं विषयको संसर्गबाट हुने सुख त नरक तुल्य जीवले पनि भोगेकै हुन्छन्। हजुरको आराधना गर्नेहरू हजुरको संसर्गबाट हुने सुख र नरक तुल्य त्यो सुख भोगेर हजुरको मायाद्वारा ठगिन्छन्। त्यो तुच्छ विचार गरेर सुखका लागि मात्रै के गरेका हुन्छन्। त्यस कारणले गर्दा हजुरको मायाबाट ठगिएर त्यो तत्पद प्राप्तिका लागि वञ्चित भइरहेका हुन्छन्। तर हे प्रभु, जसको मनमा कुनै इच्छा नराखी हजुरको आराधना गर्दछन्, जसले तिनीहरू धन्य मानिन्छन्। यस्ता प्रकारबाट हजुरलाई बारम्बार नमस्कार भने ध्रुवले बारम्बार नमस्कार गर्दै 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 अगाडि बढ्नुभएको छ। स्तुतिबाट प्रसन्न भइसकेपछि भगवान श्रीहरिले भन्नुहुन्छ ध्रुवलाई वर माग। हे ध्रुव, हे प्रभु, मलाई हजुरले त्यस्ता विशुद्ध हृदयवाला महात्मा भक्तहरूको सङ्गत दिनु हो। के भन्नुहुन्छ? भक्तिं मोह प्रवहतां त्वयि मे प्रसन्नो भूयादनन्द महतं ममलाशयानां। जसका हृदयमा भक्तिको भास होस् त्यस्ताको सङ्गत पाएँ भने हजुरको कथा कीर्तन सुनेर म सहजै यो भवसागरबाट पार हुनेछु। यस्ता प्रकारबाट भगवानको भक्तिमा पो लिनु न। मानव के गर्नु, के को उद्देश्य प्राप्तिका लागि जानुभएको थियो, त्यहाँ गएर प्राप्ति भगवानको प्राप्ति भइसकेपछि सबै कुरा तुच्छ लाग्नु थाल्यो। हेर्नु त, ध्रुवलाई त्यो कुरा तुच्छ लाग्न थाल्यो। तुच्छ लागिसकेपछि भगवान श्रीहरिले के भन्नुहुन्छ? अब हे ध्रुव, यो पृथ्वी रहन्जेल उत्तम भोग गरेर पछि तिमी सप्तर्षिभन्दा माथिको लोकमा पाउनेछौ, जसलाई ध्रुवलोक भनिनेछ। जाऊ अहिले भनेर आनन्दपूर्वक आशीर्वाद दिनुभएको छ। सौतेनी माताले पनि ध्रुवलाई चिरञ्जीवी हुने आशीर्वाद दिनुभएको छ। त्यो सबै अनुमोदन भएको छ। ध्रुव अब त्यहाँ बिस्तारै अब राज्यतिर आउनु भएको छ। त्यहाँ आउने क्रममा सबैबाट स्वागत सत्कार यथोचित दिव्यताहरू त्यहाँ भएका छन्। त्यसपछि पछि आउँदै जाने क्रममा पछि सुरुचिको पुत्र उत्तम भाइ चाहिँ वन विहार गर्ने क्रममा यक्षहरूसँग लडाइँमा मृत्यु भएको छ। त्यसपछि ध्रुवले यक्षसँग लडाइँ गर्नुभएको छ र पछि स्वयंभू मनु आएर सम्झाइ बुझाइ गरेर यस्तो गर्नु हुँदैन। हे बाबु, अलम वत्सा तिरोसेण तमद्वारेण पापमनं। हे बाबु ध्रुव, रिसाउनु ठुलो पाप हो। रिसलाई नरकको ढोका बन्दछन्। त्यसकारणले गर्दा रिसले अर्काको मात्रै नभएर आफ्नो पनि हानि गर्दछ। ल रोक। उत्तम आफ्नै प्रारब्ध कारणले गर्दा मृत्युगति प्राप्त गरेको हो, त्यसमा कुनै आपत्ति छैन भनेर सम्झाइ बुझाइ गरिसकेपछि पछि ध्रुव त्यहाँबाट फर्किसकेका छन्। सबैबाट यस्ता प्रकारबाट त्यही ध्रुवका वंशमा राजा अङ्ग
र बेनको उत्पत्ति भएको छ। बेन चाहिँ यस्ता प्रकारका राजा थिए। ध्रुवस्य चोत्कल पुत्र पितरि प्रहितेवनं सार्वभौम श्रियं नैतत् दधि राजासनं पितो। ध्रुवका पुत्र उत्कल सानैदेखि वैरागी थिए। मन्त्रीहरूले त्यसको सट्टा उनका भाइ भ्रमिपुत्र वत्सरलाई राजा बनाए। वत्सरको 7औं पुस्तामा अंग नाम गरेका राजा भए। यस्ता प्रकारबाट उनको भाग्यको कमारो भएर मृत्यु देवताकी छोरी अधर्मकी बहिनी सुनितासँग विवाह गरे। ल हेर्नु है, सुनिताको गर्भबाट बेनको जन्म भयो। अब त्यो बेनको जन्म गर्दा राजाले पुत्रेष्टि नाम गरेको यज्ञ सम्पादन गरेर जन्म थियो। त्यस्ताबाट जन्माएको, त्यत्रो यज्ञ गरेर जन्माएको सन्तान जन्मिँदो जन्म कस्तो जन्म। अब बेनले राज्य सञ्चालन हातमा लिइसकेपछि के गर्न थाले? नयष्टव्यं नदातव्यं नहोतव्यं दुजा क्वचित् इति निवारयत् धर्म भेदी घोषेर सर्वशः। आजदेखि मेरो राज्यमा कसैले धर्म कर्म पाठ पूजा यज्ञहरू गर्न नपाऊन्, यसका निम्ति तिमीहरू सजग रहनु भनेर आफ्ना राज्यका सबै संयन्त्रहरूलाई सजगता बनायो। यस्ता प्रकारबाट सबै प्रकारका धार्मिक कार्यहरू बन्द भए। बेनले चाहिँ अत्याचारपूर्वक शासन अगाडि बढाइरहेको अवस्था छ। अब यो व्यवहारबाट निको नमानेका ऋषि महर्षिहरूले गएर अनुनय विनय गर्न थाले। अनेक गर्दा पनि नसकिसकेपछि अब ऋषिहरूले एउटा ठुलो निर्णय गरेर होमफास्ट गरेर त्यो बेनको प्राणान्त गराइदिएका छन्। त्यो बेनको शरीर पछि कतै विधि व्यवस्थापन तरिकाले राखिएको छ। अब देशमा अब राजा नहुँदा पनि व्यथिति, हुँदा पनि व्यथितिको अवस्था थियो। केही समयमा व्यथिति भयो। व्यथिति हुँदै जाने क्रममा त्यहाँ नराम्रा प्रकारका घटनाहरू घट्दै जान थाले। फेरि ऋषि महर्षिले विचार गरे, ओहो शासक नभएर पनि राम्रो भएन, भएर पनि राम्रो थिएन, त्यसकारण एउटा असल शासकको पनि चलन के अरे ल्याउनु पर्यो, फेरि खोजी गर्नु पर्यो भनेर त्यही बेनको शरीरलाई मथेर त्यहाँबाट निषादको उत्पत्ति भएको छ। निषादलाई के गरे? वनतिर पठाए र फेरि दायाँ शरीरबाट मथन गर्दा त्यहाँबाट पृथु महाराज हो के भएको छ? प्रादुर्भाव भएको छ। यस्ता प्रकारबाट पृथु महाराजको प्रादुर्भाव भइसकेपछि अब पृथ्वीमा के भएको छ? त्यो सबै प्रकारले अवस्था शान्ति अवस्था प्राप्त भएको छ। पृथ्वीको यज्ञ अब यज्ञ सम्पादन गर्दै गर्दै पृथ्वीलाई पनि के गर्नुहुन्छ? आदेश दिनुहुन्छ। अब त्यो धेरै लामो कथा छ, धेरै लामो कथा किन सुन्नु? त्यो लामो कथा सुन्दै जाँदा समय पनि अलिक पर नाति गरिसकेको छ, पाठ अलिक पर हुन्छ। पृथु महाराजले को प्रादुर्भाव भइसकेपछि अब पृथ्वी पनि भरा भएकी छन्। पृथु महाराजले पृथ्वीलाई आग्रह गरेका छन्, हे पृथ्वी, तिमीले आफ्नो गर्भमा लुकाएका सबै खानी खजना अन्न बिउ बिजनहरू प्रकट गर भन्दा पृथ्वीले जब देश राष्ट्रमा नराम्रो प्रकारको शासक आयो भने पृथ्वीले पनि त्यो उत्पादन दिँदैन, दिन्छ र? त्यसलाई खन खोरस माया ममता स्नेह गरेर सबैबाट प्राप्त हुन्छ। महिसी ल्याएर बानेको छ, गोठा मात्रै घाँस पनि हाल्दैन, दुध मात्रै भाँडो दिन्छ। सबै प्रकारले पालन पोषण त गर्नु पर्यो। त्यो नगरिसकेपछि पृथ्वी पनि लुकाएको दिन पृथु महाराजले आग्रह गर्दा नदिइसकेपछि पृथु महाराज रिसाउनु भएको छ र बाण ल्याएर म सिद्ध दिन्छु भनेको छ। त्यसपछि पृथ्वीले पनि विचार गरेको
यसो ध्यानस्थ भएर विचार गर्दा ओहो हिजोको समयमा हिरण्याक्षले मलाई समुद्रभित्र लगेर जाँदा त्यहाँबाट बचाएर ल्याउने भगवान को हुनुहुन्न। आदिशोकर यज्ञ, आदिशोकर भनेको वराहावतार धारण गरेर मेरो उद्धार गर्ने साक्षात परब्रह्म परमात्मा हुनु नै रहेछ पृथु महाराज। हुन्छ तपाईले जे चाहनुहुन्छ जस्तो जस्तो इच्छा गर्नुहुन्छ योग्य पात्र ल्याएर बाछो बनाउनुहोस्, जे कामना गरेर दिनुहुन्छ त्यही प्राप्ति हुन्छ भनिसकेको थिए। त्यही अनुसार गलाजीले आवश्यकता पर्दथ्यो त्यही चिजहरूको त्यहाँ प्राप्त गरेका छन्। अब कसले के गरे त नि भन्दाखेरि अब पृथ्वीको कुरा मानेर अब पृथु महाराजले स्वयंभू मनुलाई बाछो बनाएर आफ्नो हातमा सम्पूर्ण औषधिहरू दिनु भएको छ। ऋषिहरूले बृहस्पतिलाई बाछो बनाएर कान रूपी पात्रमा वेदहरू दिनु भएको छ। देवताहरूले इन्द्रलाई बाछो बनाएर अमृत दुने काम भएको छ भने दैत्यहरूले प्रहलादलाई बाछो बनाएर मदिराले दुहेका छन्। गन्धर्व अप्सराहरूले सङ्गीत दुहेका छन्। पितृहरूले कव्य दुहेका छन्। सिद्धहरूले के गरेका छन् अणिमादि अष्टसिद्धिहरू दुहेका छन्। विद्याधरले गुप्त रूपमा हिँड्ने विद्याहरू दुहेका छन्। सर्पहरूले विष दुहेका छन्। यस्ता प्रकारले गलाजीले आवश्यकता पर्थ्यो तत्काल चिजहरू के गरेका छन् प्राप्त गरेका छन्। फेरि पृथ्वी हराभरा भएको छ। यताबाट फेरि पृथु महाराजको यज्ञमा इन्द्रले विघ्न गर्न खोजेका छन्। पृथुपुत्रको यज्ञमा विघ्न गर्ने इन्द्रलाई पनि राम्रो प्रकारसँग शिक्षा मिलेको छ। प्रजाहरूलाई शिक्षा दिनुका साथै सनकादिहरूले पृथु महाराजलाई उपदेश पनि बक्सेको अवस्था छ। अनि त्यसपछि अर्की आदिहरूको पनि के गरेको मुक्ति गति प्राप्त गरेको छ। यस्ता कथाहरू श्रवण गर्दै 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 हामीहरू चतुर्थ स्कन्धको 20 अध्याय अन्तर्गतका कथाहरू सम्पन्न गरेका छौँ। अब हामीले केही समय फेरि पाठ श्रवण गर्नेछौँ। त्यसपछि कथामा प्रवेश गरौँला। श्री हरे नमः। नमो भगवते वासुदेवाय। भक्तवत्सल भगवानको जय। श्रीमद्भागवत महापुराण को जय। श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ को जय। भक्तर भगवान को जय। ओम नमो भगवते वासुदेवाय। मैत्रेवाच मौद्रे कुसुमद्रग्भे शुक्ले शरणतोरणहिमासुरभिरे रूपैर्मणितं तत्र तत्र वै चन्दन गुरुतो यातं दर्श्यतर्मार्गवत् पुष्पाक्षफले सुखैर्लादिरक्षिताम् सवृद्धकरलितं नैपुयवपरिचितं करुपल्लवमालाभिषवतमलकृतं रतं हिममणिभिः सामृताशिषमङ्गले अभिरुमिषकन्या च निजकुण्डलमण्डिता शङ्खसुन्दरिकोशेन ब्रह्मगोरितजं विवेशोनं वीरप्रियमानवरस्मया नितपुण्यमनन्तप्रमायिता पौरधारणसां प्रीतप्रियवरप्रदः सैवमादिन्यनवत्यवत्सो स्थितकर्माणि पुण्यश्रीमहान् महत्तमः कुर्वन्तमण्डलं यथा सुरमिराया दुर्गे पदं पदं दुर्भागतुराजातिशेषोविजृम्बितं गुणेरश्री गुणपद्वाचं सत्तमहाभागवतं गुरुवन्दं विदुर्वचसुविशेषप्रसङ्गे लब्धशेषसुरारणः विव्रतवैष्णवं चतुर्भवेकं रोजगां पूर्णशक्तिजं न शृणोत्यवेज्ञः विचित्रमोक्षिष्टपूर्वाः लोकासकालपति भवन्ति कामद्वचनं गुणं करोतं मन्त्रवचनमारब्धान्य पूजे भोगान् पुण्यजिहाशयाः सर्वत्राश्रितः देशः सप्तदीपैः अन्यद्रवरामणकुलागन्यत्राचितगोत्रतः एकदाचिन् महातत्त्वदिक्षायोगसं समाजो ब्रह्मशयान्तराश्यान्तमतस्मिन्नास्ति सर्वेषु सतिदेषु जाता उच्चसोमते ताराणामनुरायः
रामकृष्णाथ भगवत कन्ना दक्षिणा सुनासम गजम पिनाद सुरजनका दूरवक्षारच सोणे निर्मल बुधरोधन अवतना विरोधस्ते कांचनो रुद्रप्रभा ठिक नानी बुवा बुवा त्यही हुनुहुन्छ सुख सौभाग्यास स्नेहा मोदजा कमुगा महाधनेन्द्र बिलागे परिधाय उपमेयतः जनिता सेठका प्रसरणीयमे नेत्रभूषणः पिताजिनधरः श्रीमन् कुलपाणि दुर्तः सिजरसिंहदारस्य नवैकग्रवन्तः ऊचिवानिदमोर्मीश सदसमहर्षयन्निवा तारकजपदन्द्रश्लक्तं दृष्टं गूढमर्गिवः तत्समुखारकमदानुवदन्निवः राजवंशसपरिणवधर्मसर्वयागतः ससुदिग्गसुवर्म ममावेद्यं सममैमित्रम् हम कन्नकरो राजा प्रधानां ययोजिता रक्षितविदसुजसुदेषु सवितविदग सचते तदनुष्ठान ध्यानाहुर्ब्रह्मवादिनां लोकाशिवकामसन्दोह चतुश्चरिते तदिगे यद्वैस्करं राजा प्रजाधर्मेषुदितेन प्रजानां समलं भुङ्क्ते भगं च संजहाति सः तत्प्रजापतिब्रह्मणेन सतनं भूतं पुरतदुशिवकन्दनुगर्भदयं नरोमध्यान्ततिरेति वक्षेमलः करुराजनोजनदुजं वासीयकपदेनामन्त्रे शान्तिधर्मसत्तमाः या मुत्रदलक्षन्ते ज्योत्स्नावन्त्यः मनोरुत्थानपादशतुर्वश्यामि महीपते प्रियवन्तशिराजनशरणः इति शानामतान्येषामदस्य प्रवसितः प्रह्लादस्य च बालेश्चामलेश्चाप्यसः दहित्रादिनते मृत्युस्वच्छान् धर्मविमोहितान् वर्गस्ववर्गापवर्गाणां प्रयाणिकहेतुना यतबालसेवाभिरुचिः तपस्विनां श्रीसदन्मपतितं मलम्ब्य सत्यक्षणजन्ममये दवति सति यथा पदङ्गुष्टगृहीततत्रिते विनघृताशेषमनोमलापुमान् नमङ्गसङ्गविज्ञानविशेषविद्वान् यदन्द्रिमूले कृतज्ञेतन पुनः न संसृतिरिति सभा प्रपद्यते तन्मेयं भवताकायगुणेशगर्वभिः ममायिना कामदुगान्निपङ्गदं तथाधिकारामहितासिद्धयः आशा विहानेक गुणोधर पृथग्विधद्रव्यगुणप्रियन्तिभिः सम्पद्येथा शैलिङ्गनामवीरे विशिष्टविज्ञानघन स्वरूपकपदानकालशयधरसङ्ग्रहे श्रीदये सपति पदवेदनं क्रियाफलत्वेन विपुलव्याप्यते यथा नरोदात्मका ॐ ममामि विदरञ्जनुग्रहणीं गुरुं एकभुजमधिशां सकर्मयोगेन निरन्दिमामकाञ्चनं श्रेणिकले तथावताः माझा तुझेजा प्रवय महाराजिक्षया तमसापि दयानेति जता परम देवतानां कुले स्वयं राजकुलानुजानां ब्रह्मण्य देवा पुरुषा पुरातनो नित्यमहेय चरणारविन्दनाथ अवापलक्ष्मी मनापायिमहान्तनाग्रही यत्सेवया सेतुवहसया सरलविपुना प्रियं तुष्यधिकामहेश्वरः तथैव तद्धर्मपरैर्विनिर्मिता सर्वात्मना ब्रह्मकुलं निषेवताम् कुमारवेतानतिवेलमात्मनं प्रसीदतो चन्दमशमं सदा स्वयं नित्यसम्बन्धनिषेवया तथा परं किमत्रात्मकम् अभिरुजम् अस्नात्यनन्तगोदत्तगोविदे श्रद्धावतन्वेदनामवेदवे तथा चेतमयमश्रुते उदाविने पारमंशपरियोः पच्चिनकुलगुणादहियातवेदं दशनापमयदशमजनान्दवर्भिः भवतकुलप्रसादनामिषयता दशनकुलप्रणयदन्योदयः तथामुदवसाने सुदोपदलुदहं समयजवोदशमिजवामयसनाम्भवति दैतमात्मकामात्माभगवानभावनः प्राणमनुरैयं चित्ररूपिधरञ्च मध्यवासकर्ण्यसारं नैवप्रत्यकुमारशिवादः समाधावारवतुं साधुपितपुण्याराजसर्वोदयकरुणः भवतर्जिताचार्येण सन्नमकविताध्वनमयेषं निर्दमा यतमासनं प्रशंसवेषां निकनोदिशं मस्तिवराजं भवतु मेरे कमर्शियल ब्रेक था मलमन्दारगुणः सर्वे सुयानिरसनेषुदोषणं क्षेमसर्गविमुखेतुः प्रसन्नात्मं व्यतिरेकात्मनिन्द्रणार्करे ब्रह्मणेन्द्रनेतया श्रद्धया भगवद्गयां ध्यानयोगनिशया स्वरूपासनित्यं पुण्यश्रवः कथया पुण्यया च आचन्द्रियरामसकोशतिष्ठया तत्सङ्गतामापरिगृहेत निरुद्धरुच्यवैदुरात्मनं विनाहय गुणं प्रीयसपानान् अहिंसया पारमहं चतर्यया नृत्यामुकुन्दा चरिताग्रशीर्णा यमेन कामैर्यमैश्चाप्रविन्दया धीहया तन्नतिथिक्षया च हरे नमो तत्परकर्णमो वर्णगुणा
इदानीं विद्यमानश्च भक्तसङ्गस्तश्चानोभिः यन्निर्गुणे ब्रह्मणि सारथि यदा ब्रह्मणिदेवान्यानविद्यागमसः दात्यवीर्यं हृदयं जीवकोशं पञ्चात्मकं निवासितात्मामि दग्धाशया मुक्ता समस्त तद्गुणमयवात्मनो वैरन्तर्विकसे परात्मनो यद्प्रधानं पुरस्तात् स्वप्ने यथा पुरुषद्विनाशे आत्माननिर्यातं च परं यद्वयमेतुभिः सत्याशय उपाधौ वै भवान् पश्यति नान्यथा निमित्तस्य सर्वतः वै पुरुषः आत्मनः च परस्यापि भिन्नं पश्यति नान्यथा इन्द्रियैः विषयाकृष्टैः राक्षसं ध्यायतां मनः चेतनां हरते बुद्धे तन्मयो यैवरात् भ्रश्यन्त्यनुस्मृतिश्चित्तं ज्ञानभं समितचे तद्रोधं कवयः प्रावुरत्पुनर्वात्मनाथपरलोकभंसपातमतिक्रमः यदध्यस्य प्रियस्त्वमात्मनः स्वप्रतिक्रमः अदन्द्याथा विज्ञानं सर्वातो वर्णोनिनां भविष्यो ज्ञानविज्ञाननिधनमेवतः न पूर्यत्तरिसङ्गतमस्तिभ्रं जितेषु धर्मकामोक्षाणां निरन्तरविघातरं तत्र मोक्षेवासमात्यन्तिकद्वयसते परिवर्गतो नित्यं तथाद्वयसन्मितः परिवरिते भावान् गुणव्यतिकरधनुः क्षेम विषवित्तं हिताशयं भक्ते नरेन्द्रजगता मदस्तुसाङ्गदेहेन्द्रिय सुदीना मन्त्रनामिरावतं यक्षत्रवित्तपायः देवीशप्रत्यक् प्रकाश्च भगवान् तमवेहि ज्योति यस्मिन्निदं सतसदात्मतया विभाति मयं व्यगविरुद्धे सजीवादिबुद्धि तन्नित्यमुक्तपरिशुद्धविबुद्धतत्त्वं प्रत्युढकर्म कलिलं कर्मासन्निधमर्ध्याकर्मासन्निधमुद्गतयन्तिमसन्तः तद्वन्नरिक्तमतयो यतयोऽप्युद्धप्रवेशं सर्वनाथमुखेरन्ति तत्तं हरिर्भगवतो वदनीयमृन्दोरूपं व्यसनमुत्तरदुष्टधरणम् मैत्रेयवाच सैवं ब्रह्मपुत्रेण कुमारः समेधसान्तरिषात्मकं राजोवाचकतोमेन्द्रोपुरमनिनाथानुवृत्तिनः समापादयतं ब्रह्मन् भगवद्गीतामागतः निष्पादितं च वर्मिणः भगवद्भेदग्रहणपतितमिमे सर्वमात्मना किं वदेः प्राणाधारसुधा ब्रह्मन्दिरेवतसपरिच्छदा राज्यं बलमयं कोशयति सर्वं निवेदितं सैन्यापत्यं राज्यं तन्नेतृत्वमेव सर्वलोकाधिपत्यं च वीरसर्वनिदरितः त्वमेव ब्रह्मणो भुक्ते सम्मर्तितमुदारितः तस्यैवानुग्रहेण मन्यते चित्रयालयः वेदकृषि भगवतो गजरात्मवादयतनुगमिभिः प्रतिपादितानः तुष्यन्ततपरोकरणसुतेन नित्यं कोणामतवर्तिकरोति विनोदपात्रं मैत्रेयवाचान्तात्मयमतया चिराजेन पूजितः शीलं तदीयं संसन्तं सेवुवर्तिशतां ब्राह्मण्यसुधुर्यो मातं नमश्चरत्नशिक्षया प्रकामतानुनितः कर्माणि च साकामतानिशमतावन्मतोद्भिदं मदामित्तं मकरदूरमसार्कृतं फलं ब्रह्मणि विन्यसन्निविषङ्गसमायिता कामदेशवन्मानमात्मानमकृते परस्त्रीशोत्तमानोऽपि ससर्वाजस्यनुदानासंसतेन्द्रियासासु निरान्नादिकर्मवत् यमजनोगिरणकर्मण्यसमाचरम् उत्तरं कलयामास पञ्चादिशजनसम्मतं वेदसमुरकेशं हरे चन्द्रगणं वैकं सर्वेषां लोकपालनं ददातेन भगवान् भूमिधाय जगत्सृष्टिकान्यशेषितात्मकः मनोभागवन्देशनिर्गुणे चन्द्रचन्द्राः राधित्यधान्नामधेयं सोमराजितापरे सूर्यवन्दस्तनिर्मलतमो दुर्गसत्यसौभाग्य मयमेव दुर्गैर्दितिक्षेणमासतिश्वेताकामवर्धन्यामेतर्पणं समुदयगुरुमोदर्पेण सर्वदा सर्वाणि प्रदेशायतासरे वादिवाकुबेरकोशाद्यो मुद्दासवर्णहेतमातरिषु सर्वात्मं परिणतः अनुसेयदानदेवो भगवान् मुद्राणिवः तन्नसुन्दर्यमान् श्रीविराजिवत्सरिमनोरञ्जनां गुरुदेवान्नदपरिस्मृतिब्रह्मादे आत्मवत्वेषे मदे भक्तां गुरुगुरुगुरेषु विचक्षणानुवर्तिकादिप्रसर्यशीलाभ्यां मातृतुल्यपरोद्यमे कृत्योदगीतया पुण्यैतर्लोके तत्र प्रवीटकरणेषु प्रणयप्रेमसतानिवासये श्रीमद्भागवते महापुराणे
चतुर्थ स्कंदे द्वादश श्री हरे नमः श्री कृष्ण गोविंद हरे मुरारी नाथ नारायण वासुदेव नंद वैकुंठ मुकुंद कृष्ण गोविंद दामोदर माधवेति भक्तवत्सल भगवान को जय। मैत्री वाचति धर्मं प्रवेशमेन मया पुराणं वेदासि कर्मणा प्रजवतां चतुर्वेदं निशायतुर्वेदैतं राजमात्रय साम्पने शिवराजपदासु विनमाश्वेकलदादुर्गान्ति यत्रपदविद्यमिदमकन्ति अरुदवतवति जयपुरा कन्नमूल फल सुखपर्णजना गोहिता भक्तिपतिपासे मानवकेवल कृष्णपति सभांति योगतसा सागरन्मुने आगमनं श्रौदकेतनिलयः इत्यश्रेयदवागन्त ऊर्ध्वरे तानि तानिलः आराराणिजो कृष्णमकरन्दभौतं तेन प्रवरसिद्धेन दर्शकर्ममलाशय प्राणायामेन सर्वर्गच्छिन्नवन्दवतः कुमार भगवान् यदा आध्यात्मिकं परं योगप्तेनैव पुरुषं पुरुषगोवर्धनं भक्तिर्भगवती ब्रह्मण्यन्निशया भवत् तस्य मया भगवता परिकर्मसूत्र तत्त्वात्मना तदनुसं स्मरणानुवर्त्य ज्ञानं विरक्तिमनमन्निशितेन निश्चिरसं यपदवं निजसे योगोसं जन्नानिरयितरिगरात्मनयस्तत्सत्यते सर्वं यमन्कथा कृतकथा ज्योतिः न कुर्यते एवं तभी प्रबलवरा संयोगात्मनमात्मनि ब्रह्मभूतरं काले तद्ध्यानं गलेवं ब्रह्मे जयाय पाठ्यं मायमुच्चारयन्तनेन कुटेरप्राप्य मधुरं गणदेशनिं सर्वयं सुतं मूर्ति प्रेणाविषयं गायं विदते सुगन्धं कन्याकालं गोये यदा तानवागतं वैदते जलवायो नमस्यमो निर्येषु मनस्तानि कर्मतिर्भवं भूतानि नामुन्नयितमाध्यात्मनिकं दलेकं सर्वमनिन्यासं जीवेमायमयजगदब्दानुशयमात्मानं मनुष्यैपुमाज्ञानवैराग्यविदेन स्वरूपसुरासभो अर्चिनं महालाकितत्पतिनगतां अतीव भद्रभद्रमनिष्ठं श्रेयसार्जयन्तं नानीनाभिन्नताकृतं परिकर्तावेवनेश्वरं देहं विपन्ना किल व्यसनादिकं बद्धुपतिप्रभयतात्मना आलस्य किञ्चिदविलम्बुदावते चितामन्धारो वैरद्वैदानः गायकृतं अग्निजलाप्रसरतोदकं भातोराकरमणानन्तरनिमित्तां सरिसामश्रीवे परिवृत्तविनेजमनं जयदेवद्वारयतोविलोकनवदं रातिप्रदोषं बद्रीपूर्वदा देवदेवपत्नता पूर्वस्य कुसुमाकारं दर्शनमन्दरसानुभिन्नतस्वर मरमूर्तेषु गणन्ति परस्परं दिव्यपदावयं मधुधन्यायां चैव भूतं पतिं सर्वात्मनपतिं भेदि केशदैवदैव शैशारुणमदन्तोदमनोमन्यपतिं सति पश्यदास्मानजित्यादिर्दुरिवाभ्येन कर्मणा तेषां दुरापं किं कन्या मर्त्याणां भगवत्पदां भूमिलोलायशो देवहीनेश्वरं जातयन्तु दासवञ्चितोदास्मद्रुक् कृष्येण माता भूमिलब्धा भवनिमानुषं विषयेषु विशजते मध्यवादा सुबन्तेश्वरमात्यसो कतिलोकं गतापदो यमातमिदं धुर्योविन्यः प्राप्ताश्रयः पुण्यं श्रद्धाया वेदं मणिरे श्रावयस्नेदवापि सवितो पदमी याद ब्राह्मणमोदिवदति वचपडं विविधततुगुणाध एकतदवां गणनोनादवान अपरतुकतमनिरनमतमं असुरिकति श्वेतमो भवति मणिदा इदं सुदिनं भंसानं मंगलनिवारणं धनमिदमांशं सर्वमंगललाभं धर्मग्रामोक्षणं सम्यक् सदनदेहितो जातकृतनं कारणं वरं विजयनुकूलसुतेजनयाकहि वरिपरवरञ्जलविराधनवदनेन भूतानि मुक्तान्यसङ्गो भगवस्य मनां भक्तिर्मुदवन् वन्यसुतं पुण्यं शृणुयात् सर्वै परिते वजितवीर्यभीतं महात्मसूचकमस्यन्तुमतिर्मध्यभाषिमतिमाप्नुयात् मनुदिनमिदमाकरेण शृण्वन् पवित्रं परशयं नमोदसङ्घ भगवति भवसिन्धुपोदपादे सचरिपुणां लभते रति मनुष्य श्रीमद्भागवते महापुराणे चतुर्दशस्कन्धे बृहदसमाधिपुराणो नाम त्रयोविंशतिः हरे नमः श्रीकृष्ण गोविंद हरे मुरारे नाथ नारायण वासुदेव अनंत वैकुंठ मुकुंद कृष्ण गोविंद दामोदर माधवेति भक्तवत्सल भगवान को मज्रवाच वेदासो निरानंद श्रीपुरुषोदरवैर्यदुर्गाठभागनो याचायन सर्वराजन भवनेताय दिनं भजन संगाय पर्यंत देवो
नंदधानगतिं जगरागमनागतवती अपत्यत्रयान् धत्ताचिगण्यं सुसम्मतं प्रवकमनासुजितज्ञयपराः वसिष्ठ